हेलो गाइस मेरो गाइस आज चाहिँ हाम्रो गाउँ काम छ क्या अनि हामी चाहिँ यहाँ काम गर्दैछ यस्तो गरम उठाएर अनि मेरो ढाड दुखिरहेको छ क्या यस्तो अनि अब यहाँ चढ्न गाह्रो हुन्छ त्यही तपाईँहरूलाई म देखाउँछु माइ गॉड बाटो नै फेरि यस्तो छ रुक्नु यस्तो उकालो चढ्नुपर्छ अनि बाटो नि कति लानु होला कुकुर मस्त बसिरह हामी यस्तो काम रुक्नु म राख्छु र गाइस हामी चाहिँ यहाँ यत्रो ल्याइसक्यो मेरो बाबा मम्मी मम्मी होइन बाबा म अनि मेरो बहिनी हामीले चाहिँ यति ल्यायो अनि यहाँ बाहिर राखेको थियो कि एकचोटि यति ल्याएको भने हामीहरू टाढै दुखिसक्यो गाउँमा कति काम गर्नुपर्छ छेउ लाग्छ हिँड्दा हिँड्दै दुईटा झारेर अघि यो चाहिँ बाख्राको खोर अनि यो चाहिँ हाम्रो आलु बगडाको रुख अहिले चाहिँ आलु बगडाको सिजन हुने छैन अनि आज चाहिँ त्यति घाम लागेको छैन त्यही भएर हामी नुहाएको छैन अनि अहिले बसी नुहाउँछु म यस्तो हबी बनेर बसिरहेको छु मेरो बहिनीले यति ल्यायो तेरो यो दुख्दैन के यो मेरो कस्तो दुख्यो त्यही भएर एकछिन बस्नलाई नि यहाँ खरायो छ हामी क्युटी पाइ खलायो खाएन गाइजहरूले रोक्न यहाँ मेरो यो दुख्यो पछाडि नि गाइजहरूले हात दिन्छ हाल्यो अर्को हो यो चाहिँ कस्तो उल्लु एफक्स भन्छ त्यो जस्तो छ क्या मस्त बस्छ खालि मेरो डोगी आउँछ अब डोगो बोक्छु ल एकचोटि तपाईँ चाहिँ फेरि भोकेर